देउडा आफैमा एउटा भनौँ न एउटा भेगमा हाम्रो क्षेत्रतिरको एउटा चर्चित संस्कृति देउडा हो र देउडाले अब धेरै जस्तो नेपालभित्र विभिन्न कला संस्कृति छन् हैन, सबै हाम्रै संस्कृति हो हैन। अब देउडा चाहिँ बुझ्न अब यतातिर पूर्व साइडतिर अलिकति बुझ्न गाह्रो, त्यति बेला चाहिँ हाम्रो पुराना दिनका दर्शकहरू र अहिलेको दिनमा चाहिँ मैले चाहिँ धेरै भिन्नता फरक देउडाले पनि केही हदसम्म चाहिँ फड्को मारेकै जस्तो लाग्छ मलाई चाहिँ। काठमाडौँको टुडी खेल जस्तो स्टेजमा हैन, अब उहाँ दाइले चक्रबम दाइले म सधैँ एउटा रेस्पेक्ट गर्छु, टङ्क दाइ, रेखा दिदी धेरै हुनुहुन्छ, उहाँहरूले देउडालाई चाहिँ पुराना अग्रजहरूले त अब त्यो अहिलेसम्म जोगाउनु भयो, उहाँबाट सिकेर नै उहाँहरू आउनु भएको हो। तर पनि अहिले उहाँहरू जो जति पनि नयाँ पुस्ताका गायक गायिका हुनुहुन्छ, आदरणीय हाम्रो लागि त अग्रज हुनुहुन्छ हैन, उहाँले चाहिँ देउडालाई चाहिँ केही हदसम्म माथि उठाइदिनु भएको छ, त्यसमा चाहिँ म एकदम खुसी छु। टुडी खेल कोटेश्वर भर्खरै कोटेश्वर महोत्सव सम्पन्न भयो हैन, टुडी खेलको महोत्सव जस्तो स्टेजमा एउटा देउडा खेलेर यताका दर्शकहरूले पनि त्यसमा मनोरञ्जन लिइराख्नु भएको थियो, त्यो देखेर मलाई एकदम खुसी पनि लाग्यो। भाषाको पनि विकास भयो जस्तो लाग्छ। एकदम अहिले फिल्मी क्षेत्रदेखि प्रत्येक ठाउँमा हाम्रो भाषा हाम्रो संस्कृति पनि प्रयोग भइरहेको देख्दा एकदमै खुसी लाग्छ। लक्ष्मीजी